साथीहरु हामीले यो भन्दा अगाडि बनाएको एउटा भिडियो थियो नि। भिडियोमा हामीले के कुरा चाहिँ यो गरेको थियौं भन्दाखेरि चाहिँ रुखले चाहिँ हामीलाई के चाहिँ सम्झाउँछ त्यसो भए भन्दाखेरि चाहिँ हाम्रो वास्तविक अस्तित्व भनेको त्यसको चाहिँ परिचय हामीलाई चाहिँ गराउँछ हैन त। हाम्रो अस्तित्वको परिचय गराउँछ रुखले है। रुखले अर्को के गराउँछ भन्दा प्रत्येक जीवनलाई इक्वल अपर्च्युनिटी दिनुपर्छ भन्ने कुराको बोध गराउँछ। ठीक हो। त्यसैगरी नन ट्रान्सफरेबल बनाएको समयलाई ट्रान्सफरेबल भौतिक सम्पत्तिसँग साट्नु हुँदैन भन्ने कुराको बोध गराउँछ हैन त। त्यसैगरी अरु हामीले के सिक्न सक्छौं यो कुराहरुबाट भन्दाखेरि चाहिँ विचारले रियालिटी बनाउँछ र त्यो रियालिटी नै सिमुलेसन हो। बुझ्नुभयो भनेको हाम्रो विचारले हामीलाई पहिले बनाउँछ। बुझ्नुभयो हैन। हामीलाई कस्तो बनाउने पहिले जस्तै कुनै पूजा आजा गर्नु परे पहिले हामी मानसिक रूपले शान्ति लिए हुनुपर्छ हामी अनि पूजा गर्छौं। त्यसो गर्दाखेरि के हुन्छ पूजा गरिसकेपछि पनि हामीलाई शान्तिको अनुभव हुन्छ नि। त्यो किन भएको हो भन्दाखेरि चाहिँ पूजा गर्नु अगाडि नै हाम्रो मनस्थिति यसरी प्रिपेयर भएको हुन्छ कि पहिले नै हामीले शान्तिको अनुभव गर्न थालेको हुन्छौं। बुझ्नु भएन। त्यसले गर्दाखेरि विचारले हामीलाई पहिले नै रियालिटी बनाउन थाल्छ के। विचारले कुनै पनि विचार हाम्रोमा आइसक्दाखेरि त्यसले एउटा रियल फर्म बनाउन थालिसकेको हुन्छ। बुझ्नुभयो। त्यसैगरी अर्को इक्जाम्पल हेर्नुहुन्छ भने पहिले हामीलाई रिस उठ्छ हैन। हाम्रो शरीरले त्योमा भएको त्यो रिसमा भएको कार्य जुन चाहिँ छ त्यो रिसले के कार्य गर्न हामीलाई प्रेरित गरिरहेको छ हैन त्यो गर्नका लागि योग्य बनाउँछ हाम्रो शरीरलाई पहिले। जस्तै हेभी लिफ्टिङ गर्न र अरु कुनै कार्यहरू गर्न जस्तै कुनै रुखलाई तान्नु छ आइदर केही हेभी काम गर्नु छ भने हामी के गर्छौं भन्दाखेरि पहिला हामीलाई त्यो रिस उठ्छ। त्यो रिसले गर्दाखेरि चाहिँ हाम्रो शरीर त्यो अनुसार सक्षम हुन्छ र चाहिँ हामी त्यो काम गर्न योग्य हुन्छौं। बुझ्नु भएन। त्यसरी हुन्छ। र यहाँ बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ कार्य शरीरले गर्छ विचारले होइन है त। कुनै पनि कार्य गर्नको लागि शरीर चाहिन्छ विचारले कार्य गर्दैन हैन। र विचारले शरीरको ढाँचा र फ्रिक्वेन्सीलाई बदलेर आफ्नो शरीरको जुन चाहिँ ढाँचा छ र फ्रिक्वेन्सी छ त्यसलाई बदलेर तपाईको त्यो कार्यसँग रिजोनेट गर्छ पहिले त हैन। त्यसपछि मात्र कार्य हुनको लागि सक्षम बनाउँछ हाम्रो शरीरलाई। बुझ्नुभयो। त्यसले गर्दाखेरि काम गर्न तपाई कति कन्भिक्टेड हुनुहुन्छ। जस्तै कुनै पनि काम गर्नको लागि तपाई कति कन्भिक्टेड हुनुहुन्छ कति कन्फिडेन्स हुनुहुन्छ। त्यो कन्फिडेन्स कतिको तपाई हुनुहुन्छ भन्ने कुराले निर्णय गर्छ कि तपाईको काम तपाई कति मतलब त्यसलाई चाहिँ कति उले गर्नुहुन्छ निपुणतासँग गर्नुहुन्छ त्यसमा डिपेन्ड गर्छ। तपाई कति त्यो काममा चाहिँ कन्भिक्टेड हुनुहुन्छ कति कन्फिडेन्स हुनुहुन्छ भन्ने कुराले चाहिँ तपाईको काम गर्ने निपुणता त्यसले डिसाइड गर्छ। बुझ्नुभयो। र त्यसले गर्दाखेरि चाहिँ कुनै पनि काम गर्नको लागि चाहिँ कन्फिडेन्स जरुरी छ र आफूलाई त्यो फ्रिक्वेन्सीसँग चाहिँ रेजोनेट गर्नको लागि जरुरी छ। बुझ्नु भएन। तपाईले एउटा इक्जाम्पल तपाईले हेर्नुभयो भने युट्युबमा प्रशस्त त्यो इक्जाम्पल पाइन्छ। एउटा एक्सपेरिमेन्ट जसमा चाहिँ दुईटा फर्क हुन्छ। त्यो फर्कमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा फर्कमा तपाईले हिर्काउनु भयो भने अर्को फर्क पनि तपाईको भाइब्रेट गर्छ। भनेको चाहिँ त्यो दुईटै फर्क एउटै फ्रिक्वेन्सीको हुन्छ हैन। एउटा फर्कमा तपाईले ट्याङ्ग हिर्काउनु हो भने अर्को फर्क पनि झनङ्ग गर्छ। त्यो भन्नुको चाहिँ के हो त मतलब भन्दाखेरि चाहिँ जब तपाईको दुईटा बडीको जब फ्रिक्वेन्सी एउटै हुन्छ भने चाहिँ अनि चाहिँ के हुन्छ एनर्जी ट्रान्सफर हुन्छ। पहिले हाम्रो एन्सेन्ट जुन चाहिँ कल्चर थियो त्यनेरि हामीले त्राटक भन्ने एउटा विधि तपाईले सुन्नु भएको होला हैन। त्यो त्राटकमा के हुन्थ्यो त भन्दाखेरि चाहिँ हामीले कुनै जस्तै तपाईको हिप्नोटाइज गर्नको लागि हामी त्यो विधि युज गर्थ्यौं पहिले एन्सियन्ट जमानामा हैन। त्यो चाहिँ के थियो भन्दाखेरि चाहिँ हामीले चाहिँ कसैलाई केही कुरा प्रदान गर्नु पर्यो अथवा हिलिङ गर्नु पर्यो भने त्यतिबेला हामी त्यो युज गर्थ्यौं। त्यसो कस्तो भन्दा हामीले सोचेको विचारले हामीले जुन चाहिँ विचार गर्छौं त्यो विचारले चाहिँ इन्फ्लुएन्स गर्ने हाम्रो अगाडिको मान्छेलाई हैन। त्यो भनेको चाहिँ खासमा विचारले इन्फ्लुएन्स गरेको होइन। त्यसमा अलिकति म त्रुटि भेट्छु यहाँनेरि। त्यो त्रुटि चाहिँ के हो भन्दाखेरि चाहिँ हामी विचारले इन्फ्लुएन्स गरेकोतिर जान्छौं तर विचारले होइन त्यो इन्फ्लुएन्स गरेको। त्यो हामीले हाम्रो विचारलाई त्यो विचारले चाहिँ पहिले हाम्रो शरीरलाई पहिले त्यसले प्रभाव पार्छ र त्यो प्रभाव पारेको शरीर जुन चाहिँ हुन्छ त्यो चाहिँ एउटा फ्रिक्वेन्सीमा भाइब्रेट गरेको हुन्छ
र त्यो फ्रिक्वेन्सीले गर्दाखेरि चाहिँ हामीले अगाडिको मान्छेलाई पनि त्यो फ्रिक्वेन्सीमा भाइब्रेट गर्नको लागि कम्पेल गर्छौँ, बुझ्नु भएन? त्यसरी भएको हुन्छ र त्यो त्राटक विधि त्यसरी गएको हुन्छ होइन, त्यो विधि त्यसरी हामीले गरेको हुन्छौँ, तर त्यो हामीलाई थाहा हुँदैन के भइरहेको हुन्छ भन्ने कुरा। र यो सबै कुरामा चाहिँ एउटा कुरा चाहिँ के कमन हुन्छ भन्दाखेरि चाहिँ पावर जुन चाहिँ छ, पावर ट्रान्सफर गर्ने काम, यो भनेको सिमुलेसन भनेकै पावर ट्रान्सफर गरेको हो नि त हामीले होइन। र यो पावर ट्रान्सफर गर्ने काम चाहिँ के हो त भन्दाखेरि चाहिँ यो चाहिँ फन्डामेन्टल कहाँबाट आउँछ भन्दाखेरि चाहिँ कुनै पनि वनस्पतिबाट आउँछ, रुखबाट आउँछ, रुखपात झार बोट बिरुवाबाट आउँछ, बुझ्नु भएन? र त्यसले गर्दाखेरि चाहिँ हामीले सिक्ने भन्ने चाहिँ कहाँबाट हो भन्दाखेरि चाहिँ रुख बोट बिरुवैबाट हो, बुझ्नु भएन? यो सबै पावरहरूको स्रोत चाहिँ के हो त भन्दाखेरि चाहिँ रुख बोट बिरुवै हो। त्यही भन्न खोजेको है त मैले। हस्, धन्यवाद।